नमस्कार साथीहरु, स्वागत छ माइबी अफिसियल युट्युब च्यानलमा। आज निमाविको लाइसन 2069 सालमा सोधेका प्रश्नहरू लिएर आएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा भिडियोलाई लाइक, कमेन्ट, शेयर र मेरो च्यानललाई सब्स्क्राइब पनि गरेर सहयोग गरिदिनुहोला। प्रश्न नम्बर 1 मा रहेको छ, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार आधारभूत शिक्षा कक्षा 6-8 को सक्षमता तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन क, नेपाली कला साहित्य र संस्कृतिको संरक्षण तथा सम्वर्धन एवं सृजनशीलताको प्रयोग। प्रश्न नम्बर 2 मा रहेको छ, तल दिएका मध्ये कुन चाहिँ पक्ष पाठ्यक्रम विशेषता अन्तर्गत पर्दछ? यसको सही आन्सर रहेको छ अप्सन ग, अभ्यासको अवसर। प्रश्न नम्बर 3 मा रहेको छ, पाठ्यक्रमले बाल विकासको सर्वाङ्गिक विकास गराउँदछ। यो भनाइ पाठ्यक्रमको कुन अर्थसँग सम्बन्धित छ? यसको सही आन्सर रहेको छ अप्सन ख, पाठ्यक्रमको व्यापक अर्थ। प्रश्न नम्बर 4 मा रहेको छ, समालोचनात्मक चिन्तन विधिमा नपर्ने तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन ग, घटना अध्ययन। प्रश्न नम्बर 5 मा रहेको छ, चियाबारीमा नै गई चिया किसान र व्यवस्थापकीय अन्तर्क्रिया तथा छलफल गर्दै चिया खेतीका फाइदा शीर्षक पाठ पढाउन शिक्षकले कुन विधि प्रयोग गर्नुपर्दछ? यसको सही आन्सर रहेको छ परियोजना। प्रश्न नम्बर 6 मा रहेको छ, शिक्षण सिकाइमा नवप्रवर्तनले के जनाउँछ? यसको सही आन्सर रहेको छ अप्सन ग, नयाँ अभ्यासको विकास गर्नु। प्रश्न नम्बर 7 मा रहेको छ, कुन प्रकारको प्रश्नबाट गरिने मूल्याङ्कन बढी विश्वसनीय हुन्छ? यसको आन्सर रहेको छ अप्सन घ, बहुवैकल्पिक प्रश्न। प्रश्न नम्बर 8 मा रहेको छ, विद्यार्थीहरूको व्यवहारमा आएको परिवर्तन मापन गर्न तल दिएका मध्ये कुन साधन बढी उपयोगी हुन्छ? यसको सही आन्सर रहेको छ अप्सन घ, अवलोकन। प्रश्न नम्बर 9 मा रहेको छ, तलका मध्ये कुन परीक्षणमा विश्वसनीय र वैधता उच्च हुने गर्दछ? सही आन्सर रहेको छ अप्सन ख, स्तरीकृत परीक्षण। प्रश्न नम्बर 10 मा रहेको छ, शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको लागि अनिवार्य गरिएको अनुसन्धान तलको मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन ग, कार्यमूलक अनुसन्धान। प्रश्न नम्बर 11 मा रहेको छ, आधारभूत तहको अन्त्यमा लिइने परीक्षाका सम्बन्धमा तलको कुन भनाइ सही छ? यसको सही आन्सर रहेको छ अप्सन ग, स्थानीय तहमा परीक्षा समितिको संयोजनमा मूल्याङ्कन तथा प्रमाणीकरण गरिन्छ। प्रश्न नम्बर 12 मा रहेको छ, अनुसन्धानमा समस्याको मुख्य मुद्दामा केन्द्रित भई हालसम्मका उपलब्धिहरूमा देखिएको रिक्तता तथा अनुत्तरित प्रश्नको पहिचान गर्नुलाई तलका मध्ये कुन चाहिँले बुझाउँछ? यसको सही आन्सर रहेको छ समस्याको कथन। प्रश्न नम्बर 13 मा रहेको छ, तुलना गर्ने तथा फरक छुट्याउन सक्ने क्षमता प्राप्त गर्नु सिकाइको कुन तहमा पर्दछ? यसको सही आन्सर रहेको छ अप्सन ग, विश्लेषण। प्रश्न नम्बर 14 मा रहेको छ, गुणस्तरीय शिक्षाको लागि लागत लक्षित विषय तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ भौतिक पूर्वाधार। प्रश्न नम्बर 15 मा रहेको छ, तथ्याङ्क सङ्कलनको क्रममा द्वितीय स्रोत अन्तर्गत तलका मध्ये कुन चाहिँ पर्दछ? यसको सही आन्सर रहेको छ अप्सन ख, प्रोफाइल।
प्रश्न नम्बर 16 मा रहेको छ विद्यालयको शैक्षिक तथ्याङ्क सङ्कलन गरी वार्षिक रूपमा प्रकाशन गर्ने कार्य कुन निकायले गर्दछ? यसको सही आन्सर रहेको छ अप्सन ख शिक्षा तथा मानव स्रोत विकास केन्द्र। प्रश्न नम्बर 17 मा रहेको छ एक्सेल सिटमा गणितीय क्रिया अन्तर्गत गुणन गर्नको लागि प्रयोग गरिने चिन्ह कुन हो? यसको सही आन्सर रहेको छ अप्सन क। प्रश्न नम्बर 18 मा रहेको छ शिक्षक र विद्यार्थीले सिकाउन र सिक्न प्रयोग गरिने प्रचलित गुगल टुलको नाम के हो? यसको सही आन्सर रहेको छ अप्सन क गुगल क्लासरुम। प्रश्न नम्बर 19 मा रहेको छ गुणस्तरीय शिक्षालाई बुझाउने तलका मध्ये कुन भनाइ सबैभन्दा उपयुक्त हो? यसको सही आन्सर रहेको छ प्राप्त गरेको ज्ञान र सिपलाई व्यवहारमा प्रयोग गर्न सक्नु। प्रश्न नम्बर 20 मा रहेको छ शैक्षिक सुशासनका प्रमुख 4 खम्बाहरू तलदिएका मध्ये कुन हुन्? यसको सही आन्सर रहेको छ अप्सन ख जवाबदेहिता, पारदर्शिता, सहभागिता र भविष्यपरकता। प्रश्न नम्बर 21 मा रहेको छ तलका मध्ये कुन भनाइले नेतृत्वको अवधारणालाई स्पष्टसँग बुझाउँदछ? यसको सही आन्सर रहेको छ अप्सन ख अरूलाई प्रभावमा पारी लक्ष्य प्राप्तितर्फ उन्मुख गराउने व्यक्ति। प्रश्न नम्बर 22 मा रहेको छ प्रत्येक विद्यालयमा विद्यार्थीको गुनासो सङ्कलन गर्नका लागि राखिने गुनासो पेटिका कहाँ राख्नु पर्दछ? यसको एन्सर रहेको छ अप्सन ग विद्यार्थीको गोपनीयता र सुरक्षा सुनिश्चित हुने गरी सबै विद्यार्थीले देख्ने र पहुँच पुग्ने ठाउँमा। प्रश्न नम्बर 23 मा रहेको छ विद्यार्थीको क्षमता प्रस्तुतनमा शिक्षकले कुनै भूमिका निर्वाह गरिरहनु नपर्ने विषय तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन क प्रतिभा पहिचान कार्यक्रममा सहभागिता जनाउन सामग्री तथा खर्च व्यवस्थापन गर्ने। प्रश्न नम्बर 24 मा रहेको छ विद्यालयमा सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुको उद्देश्य के हो? यसको सही आन्सर रहेको छ अप्सन क आत्मा अनुशासन, आत्मनिर्भरता र आत्मसन्तुष्टिको भावना जागृत गराउनुको साथै अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नु। प्रश्न नम्बर 25 मा रहेको छ कक्षा कोठा व्यवस्थापनको मुख्य उद्देश्य कुन हो? यसको सही आन्सर रहेको छ अनुकूल सिकाइ वातावरण सिर्जना गर्नु। प्रश्न नम्बर 26 मा रहेको छ विद्यार्थी परामर्श कार्य मुख्यतया कुन पक्षमा केन्द्रित रहेको हुन्छ? यसको सही आन्सर हो सिकाइ उत्प्रेरणा र समस्या समाधान गर्न। प्रश्न नम्बर 27 मा रहेको छ कक्षा 6 मा पढ्ने मनमायाको पढाइ लेखाइ राम्रो छ तर उनी परिवारका बारेमा कुराकानी गर्न साथ रिसाउँछिन्। यस बारेमा जानकारी लिन शिक्षकले उनलाई थाहै नदिई कुनै अध्ययन सुरु गरे भने त्यो कस्तो अध्ययन अनुसन्धान हो? सही आन्सर रहेको छ अप्सन ख घटना अनुसन्धान। प्रश्न नम्बर 28 मा रहेको छ पाठ्यक्रमका सक्षमतालाई सिकाइ उपलब्धिका रूपमा कक्षा शिक्षामा रूपान्तरण गर्न शिक्षकले कुन कुन पक्षको संयोजन गरी सिकाइ व्यवस्थापन गर्छन्? यसको एन्सर रहेको छ अप्सन ख पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका। प्रश्न नम्बर 29 मा रहेको छ नेपालको संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा दत्तक पाउने हक रहेको छ। यसको सही आन्सर रहेको छ अप्सन ख अनिवार्य र निशुल्क शिक्षा। प्रश्न नम्बर 30 मा रहेको छ शिक्षक सेवा आयोग नियमावली 2057 बमोजिम शिक्षकको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम कसले स्वीकृत गरेपछि लागू हुने व्यवस्था रहेको छ?
यसको सही आन्सर रहेको छ अप्सन ख शिक्षक सेवा आयोग। प्रश्न नम्बर 31 मा रहेको छ अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम शिक्षणको माध्यम भाषा कुन कुन हुन सक्ने व्यवस्था छ? यसको सही आन्सर रहेको छ अप्सन घ नेपाली भाषा, अङ्ग्रेजी भाषा, दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा। प्रश्न नम्बर 32 मा रहेको छ राष्ट्रिय शिक्षा नीति 2076 अनुसार कति समयमा शिक्षकका लागि सघन पुनर्तार्जित तालिमको अनिवार्य व्यवस्था गर्ने प्रावधान रहेको छ? यसको सही आन्सर रहेको छ प्रत्येक 2 वर्षमा। प्रश्न नम्बर 33 मा रहेको छ बालकलाई सानो प्लेटमा र युवालाई थालमा खाने गरी व्यवस्था मिलाउनु भनेको न्यायिक दृष्टिको तलका मध्ये कुन हो? यसको आन्सर रहेको छ अप्सन ग सकारात्मक विभेद। प्रश्न नम्बर 34 मा रहेको छ सामान्य व्यावसायिक सिप अन्तर्गत नपर्ने तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन ग सञ्चालन निर्माण गर्नु। प्रश्न नम्बर 35 मा रहेको छ निकट दूर नियम केसँग सम्बन्धित छ? यसको सही आन्सर रहेको छ अप्सन ग मानव विकास नियम। प्रश्न नम्बर 36 मा रहेको छ बाह्य व्यक्तिको सम्पर्कबाट कुनै कार्यप्रति जागृत हुने प्रेरित कुन प्रकारको प्रेरक हो? यसको सही आन्सर रहेको छ अप्सन घ आर्जित प्रेरक। प्रश्न नम्बर 37 मा रहेको छ विद्यालय सामुदायिक सम्बन्धको कुरा गर्दा विद्यालय समाजको एक दददका रूपमा रहन्छ। यसको सही आन्सर रहेको छ अप्सन क सहपद्धति। प्रश्न नम्बर 38 मा रहेको छ सार्वजनिक विद्यालय विकासका लागि आवश्यक पर्ने बजेट प्राप्तिको स्रोतमा नपर्ने तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन घ शिक्षण तथा शिक्षा शुल्क बापत विद्यार्थीबाट प्राप्त रकम। प्रश्न नम्बर 39 मा रहेको छ विद्यालय सुधार योजना तर्जुमाका क्रममा निर्धारण गरिने कार्यनीति अन्तर्गत नपर्ने पक्ष कुन हो? यसको सही आन्सर रहेको छ अप्सन ख प्राध्यापक नियुक्ति। प्रश्न नम्बर 40 मा रहेको छ विद्यार्थीमा समूहमा जिम्मेवारी पहिचान गरी भूमिका बाँडफाँड गर्ने सक्षमता विकास गर्न कुन चाहिँ सिप सबैभन्दा बढी उपयोगी हुन्छ? यसको सही आन्सर रहेको छ अप्सन ग अन्तर्वैदिक सिप। प्रश्न नम्बर 41 मा रहेको छ शिक्षकको पेशागत विकास क्रमको सबैभन्दा अन्तिम चरण तलका मध्ये कुन हो? यसको सही आन्सर रहेको छ अप्सन ग विशेषज्ञ। प्रश्न नम्बर 42 मा रहेको छ शिक्षक अध्ययन अनुमति पत्रको उद्देश्य के हो? यसको सही आन्सर रहेको छ अप्सन क न्यूनतम आधारभूत दक्षता बिना शिक्षण पेशामा प्रवेश गर्न रोक्नु। प्रश्न नम्बर 43 मा रहेको छ विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि केन्द्रित भएको कार्यक्रम अन्तर्गत नपर्ने तलका मध्ये कुन चाहिँ हो? यसको सही आन्सर रहेको छ अप्सन ग विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम। प्रश्न नम्बर 44 मा रहेको छ एक विद्यालयका शिक्षकले परियोजना कार्यबाट विद्यार्थीले सिक्ने विधि पक्षका बारेमा अध्ययन गरी तय गरिएको प्रतिवेदनमा उल्लेख भएका कुराको आधारमा आफ्नो पाठ्ययोजना बनाए भने अनुसन्धानको कुन पक्षको उपयोग गरिएको होला? यसको सही आन्सर रहेको छ समस्या विश्लेषण। प्रश्न नम्बर 45 मा रहेको छ सिकाइ वातावरण पाठ्यक्रम शिक्षण मूल्याङ्कन तथा परीक्षाको सान्दर्भिकता जस्ता पक्षहरू मूलतः केसँग सम्बन्धित छन्? यसको सही आन्सर रहेको छ अप्सन ग सुशासन तथा व्यवस्थापन। प्रश्न नम्बर 46 मा रहेको छ बालबालिकाले आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग वातावरण
भएको विद्यालय डट विद्यालय हो। यसको सही आन्सर रहेको छ अप्सन घ बाल मैत्री। प्रश्न नम्बर 47 मा रहेको छ सिकाइ भन्नाले केलाई जनाउँदछ? अप्सन ग व्यवहारमा परिवर्तन।